वर्षमा दिनमा लैलै हर्षका दिनै लैलै वर्षमा दिनमा लैलै हर्षका दिनै लैलै दसैँ तिहार चाड र बाड खुसीले सारा भर्यो नि संसार खुसीले सारा भर्यो नि संसार वर्षमा दिनमा लैलै हर्षका दिनै लैलै वर्षमा दिनमा लैलै हर्षका दिनै लैलै दसैँ तिहार चाड र बाड खुसीले सारा भर्यो नि संसार खुसीले सारा भर्यो नि संसार Hello guys, welcome back to my YouTube channel once again. आप सबजना आरामै हुनुहुन्छ होला, पनि ठिकै नै छु। अनि आज चाहिँ वेडनेसडे, भोलि चाहिँ हाम्रो मेन फेस्टिभल दसैँ हैन, र दसैँ बनाउनको लागि चाहिँ आम कमिङ टु क्राइस्टचर्च। यो पालि चाहिँ दसैँको क्राइस्टचर्चमा बनाउँदै छु। अहिले चाहिँ म मेरो सिटीबाट क्राइस्टचर्च जान लाग्यो। अराउन्ड 2.5 आवर्सको ड्राइभ हुनेवाला छ र गएर जे होस् आज साथीकोमा बसिन्छ। भोलि पनि साथीकोमा बसेर पर्सि चाहिँ फर्किनेवाला छु। त्यही हो, अहिले चाहिँ कति बजेको छ, 6 बज्यो, टक्क जानुपर्छ। अनि त्यसपछि गाडी पनि स्टार्ट गरिसकेको अवस्था, टक्क गएर आज दोस्तकोमा एकदम दोस्त सागर छेत्रीकोमा गएर अब जोस् रमाइलो गर्नुपर्छ। आफ्नो मेन फेस्टिभल दसैँमा होइन, समथिङ केही त्यही भेटघाट सेटघाट यताउति गरौँ भनेर ल म चाहिँ लागेको। अनि त्यही हो, अरू त अहिले चाहिँ म गाडी रिभर्स हान्दैछु, तर आई थिङ्क आई अलरेडी फक्ड अप होइन। रिभर्स हान्नेवालामा फेरि अगाडि लिएर फेरि हान्दैछु। सबैलाई ह्याप्पी दसैँ। अब दसैँमा अब बाहिर देशमा हुनुहुन्छ भने जे होस् आफ्नो साथीभाइहरू भेटघाट गर्ने होइन, आफूभन्दा ठुलो मान्छेहरू भेटघाट गर्ने, रमाइलो गर्ने, त्यही त हो। जे होस् अब एक्लै भयो भने खल्लो पनि हुन्छ होइन। सकेसम्म चाहिँ अब कामबाट छुट्टी लिएर यताउति दसैँ बनाएको नै राम्रो। अब काम भन्ने कुरो सधैँ हानिन्छ होइन, फक काम। त्यही हो, त्यहाँ आफ्नो दसैँ बनाउँदै हुनुहुन्छ होला। फेरि पनि हजुरलाई ह्याप्पी दसैँ। अहिले चाहिँ म अब क्राइस्टचर्च जाँदैछु। त्यो अराउन्ड 2.5 आवर्सको ड्राइभ हुनेवाला छ। मेबी हल्का जामसाम पनि हुनसक्छ, तर केही छैन होइन। म टक्क गाना सुन्दै जानेवाला छु। हजुरको जाडो छ त्यस्तै हो। ल अरू चाहिँ क्राइस्टचर्च सिटीमा गएपछि देखाउनेवाला छु।
अनि आज चाहिँ मेरो सेकेन्ड डे एट क्राइसिस अनि अहिले चाहिँ बिहान कति बजेको छ बिहानको 7 बजेको छ अब फर्स्ट थिङ फर्स्ट हैन म र मेरो साथी भएर चाहिँ हामी ट्रेन गर्न जाँदैछौँ हैन and this time we're going to train at City Fitness and you guys can see my friend over here ल साथी यसो इन्ट्रोड्युस हान्दिनु पर्यो हैन के नाम छ भन्दै त अल्लु हान्ने हैन त गएर यस ठिक छ है सायद दोस्त यार भएन है यस्तो रुकै म मेरो हल्का कपडाहरू निकाल्छु अनि त्यसै जानुपर्छ भर्खरै हामी घरबाट निस्केको अवस्था हैन दोस्तले ड्राइभ गर्दैछ म चाहिँ प्यासेन्जर प्रिन्स भइरहेको छु अहिले चाहिँ अनि आज चाहिँ म र दोस्त भएर चाहिँ सिटी फिटनेसमा गएर आज हामी के ट्रेन हान्ने रे दोस्त चेस्ट ट्राइसेप्स नाइस चेस्ट ट्राइसेप र सोल्डर हान्छु हैन अनि आज चाहिँ दोस्तको वर्कआउट फलो गरिन्छ हैन लेट्स कीप इट अप चेस्ट ट्राइसेप्स एन्ड डेल्ट्स लेट्स कीप इट अप दिस वे अनि त्यही हो अब चाहिँ वहाँ गएर भेट्नुपर्छ हैन सिटी फिटनेस एकदम ठुलो ब्रान्ड हो हैन चिप जिम पनि हो जे होस् हजुर पनि वर्कआउट गर्नुहोस् अनि एनदर थिङ भनेको चाहिँ आज दसैँ पनि होस् सो द्याट्स वाइ सबैलाई ह्याप्पी दसैँ ठिक छ है यस्तो दामी सनराइज भएको छ पछाडि तर के गर्न जान पाइएन केही छैन ल फाइनली सिटी फिटनेसको पार्किङ एरियामा आइसकेको छौँ होइन अब गएर चाहिँ मिठो ट्रेन हान्नुपर्छ दोस्त पनि एक्साइटेड छ म त एकदम एक्साइटेड छु है आज दोस्त अब लिफ्ट गर्न सकिन्न होला तर हुन्छ नि किप पुसिङ योर सेल्फ के पकेट लेट्स गो एमपी एक्सप्लोर हो ल दोस्तले ढोका खोल्यो थ्याङ्क यू भेरी मच बदा हजुर म त केही गर्दैन जाने यसो के अरे हल्का रमाइलो गर्ने आउने दोस्त यहाँ दोस्तले ट्री बनाएको अवस्था होइन दोस्तले आज अल ओभर ट्रेन हान्छ दोस्त चाहिँ एकदम हुन्छ नि पम्प भएर हान्छ आज हाम्रो महान चाड दसैँ होइन अनि म चाहिँ दसैँ बनाउनुको लागि चाहिँ म साथी घर आएको थियो र यहाँ चाहिँ मेरो साथीलाई देख्न सक्नुहुन्छ होइन र दसैँ इन्ट्रोड्युस गराउनु पर्यो दोस्तलाई हाई गाइस म सागर सबैजनालाई दसैँको धेरै धेरै शुभकामना छ अब चाहिँ हामी चाहिँ टिका सिका लगाउने होइन दोस्त कति बजी छ अरे टिका हाम्रो अब टिकाको टाइम हुँदैछ एकछिन टिका लाएर टक्कै दियोस् हल्का सेटअप भइसकेको छ दोस्त पनि यहाँ गेटअपमा रेडी छ होइन यस्तो हिरो देखेछ म यस्तो छु होइन जेलस सबै तर केही छैन होइन वी gonna celebrate that दसैँ with you guys होइन I hope you guys gonna enjoy your दसैँ as well अब टिका लाग्छ कुराहरुमा है ल सबैजनालाई दसैँको धेरै धेरै शुभकामना है ल ह्याप्पी दसैँ हाम्रो आज यो दसैँको सेटअप हुनेवाला छ ल अब टिका पछि नाइस दोस्त सो फ्लेक्स हान्दियो दोस्त सही हो वर्षमा दिनमा लैलै हर्षका दिनै लैलै वर्षमा दिनमा लैलै हर्षका दिनै लैलै दसैँ तिहार चाडबाड खुसीले सारा भर्यो नि संसार खुसीले सारा भर्यो नि संसार फेरि
वर्षमा दिनमा लैलै हर्षका दिनै लैलै वर्षमा दिनमा लैलै हर्षका दिनै लैलै दसैँ तिहार चाडबाड खुसीले सारा भर्यो नि संसार खुसीले सारा भर्यो नि संसार ल गाइज होइन टिका पनि लगाइसकेको अवस्था अब हल्का फोटो सेसन हान्नुपर्छ होइन अब जे होस् जुन टिका लगायो हामीले सागर वर्षा र मामा मात्रै हुनुहुन्छ होइन तल चाहिँ टक्क फोटोसोटो हाल्नुपर्छ अनि त्यसपछि चाहिँ हामी हल्का खानासाना खान्छौँ अनि अरू चाहिँ पछि नै गरौँला है त के हो यस्तो हतास what the fuck फेरि के हो फेरि पकेट सत्ता सत्ता फेरिदियो होइन फेर्ने होइन कहाँ फेर्ने जतेर नि फेर्ने होइन मामा यस्तो झ्याउलाउने नयाँ नयाँ लगाइ हामी यो पर्ने चान्सेस चाहिँ एकदम कम हुन्छ कि के हो होइन भनेको क्या गेम हाल्नु चाहिँ बाबाले नि भन्यो नि त देवीको आशीर्वाद सँगै सबै पाउनु गेम भयो क्या यसको होइन गेम भयो मेरो गेम भयो मन बाँध्योपछि है भोलि केही इमर्जेन्सी पऱ्यो भने त्यहाँबाट ट्रेन सिरेन यताउति लानु होला क्या उनीहरू दीर्घकालीन सोचबाट काम गरेको छैन है त्यहाँ त ट्रेनको लिकमा पनि मिल्छ त दुईतिर आयो बिचमा ट्रेन चल्न मिलिहाल्छ होइन राति 1 बजे बस्थिनी अनि दिउँसो सुत्थिनी ग्रेट भ्याली क्राइस्टचर्च ग्रेट भ्याली टिकाको दिन थोप्स देखाउनु न टिका थाहा रिभर्स गर्नु मिल्छ कि ल पछाडि हामी भन्छ भने अब यी हाम्रो चाहिँ आजको चाहिँ हाम्रा परमात्मा अब जहाँ लैदिने पुग्ने मान्छे अब हामी 4 जनाको जिन्दगी उसैको हात खुट्टा छ नि होइन परमात्मा भन्नु परेन जसको हात खुट्टा जिन्दगी छ 4 जनाको होइन ल ठिक छ है ठिक छ ल अनि कस्तो देखा त मामा दसैँ चाहिँ अहिलेको दसैँ चाहिँ अब यो 42 वर्षपछि एक्लै दसैँ भन्नाले एक्लै त भयो हामी 4 जना भयो घर परिवारबाट बाहिर 42 वर्षको तपाईँको कस्तो चलिरहेको छ अहिलेको दसैँ एकदम मेरो त लास्ट इयर त अब त्यस्तै भयो मेरो दसैँ होइन काम हानियो ए टिकाको दिन काम हान्नु पर्यो
हान्न त पर्थेन के अब त्यति बेलाको सोच थिङ्किङ त्यस्तै थियो पैसा चाहियो त्यतिखेर अब छाप्ने भन्ने थियो अहिले त्यस्तो छैन फेरि अहिले चाहिँ धेरै भयो छापेर टु मच भयो समय त्यस्तै हुन्छ कहिले पैसाको अर्थ ठुलो हुन्छ हजुर कहिले पैसाको अर्थ विहीन हुन्छ यति बेला चाहिँ न्युट्रल भयो है पैसै सबै थोक रहन्छ भने बुझियो हुन त होइन के अरे त्यही पनि चाहिन्छ होइन सबै पैसा चाहिन्न कसले भने नि सबै थोक रहेन चाहिँ भन्ने भयो होइन सही हो पैसा चाहिन्छ होइन आवश्यकता अनुसारको सर्वस्व पैसा होइन तर जे गर्ने पनि पैसा चाहिन्छ फेरि यस्तो छ समस्या यही छ यसमा के भन्छौ दोस्त तिमीले यसको बारेमा के छ बाबुको कुरा के छ बाबुको राय बुझौँ बाबुको राय पैसाको परिचय दिनु पर्यो भने बाबुले कसरी दिन्छ भन त म त भन्छु मामाले भनेको सबै ठिक अमृत मामाले भनेको सबै ठिक कसरी हुन्छ हुन्छ त तिम्रो भौ न तिमी तिम्रो विचारमा पैसा के हो पैसा अब खै भन्ने धान हातको मैलो यस भन्न पाएँ त जेनी भन्छन् त तिम्रो राय बुझौँ भनेको कसरी फेरि कागजको टुक्रा नि भन्छन् मेटलको एउटा ढ्याक होइन सबै त पैसा भनेको तिम्रो के छ वर्ष तिम्रो पैसाको बारे फेरि दसैँ फेरि सुरुवात भयो जस्तो हो नयाँ दिन यो गुड मर्निङ भइरहेको दारु सारु हान्नु पर्यो दोस्त अलिकति के हान्न पर्यो दारु सारु हान्नु पर्यो अलिक भव्य बनाउनु पर्यो दारुमा त मैले बल गरेर भन्दिनँ होइन तिम्रो नयाँ दिन सुरु भयो आजको दिनको प्लानिङ के छ आजको भन त अब केही छैन अब टक्क जाने अब त्यसै हामी 5 to 8 मिनेट हामी त्यही पुग्छौँ टिका लाएर नि टिका लगाएपछि नि त्यसपछि टिका लगायो नि टिका लगाएपछि नि ट्याक्का लाएर नि उतातिर ठिक छ ल हुन्छ ल अनि टिका लाएर कतातिर घर फर्किने घर टक्क खाने फेरि तास खेल्ने जुटबत्ती त खेल्दिने तिम्रो किन्दैन भरेसम्म के अरे मनिष र वर्षलाई चाहिँ कलब्रेक सिकाउने टार्गेटमा के अरे कलब्रेक होइन कलब्रेक पुरो सिक्नु सजिलो हो नि बरु लो कलब्रेक हान्ने अब टिका लाको अब कुरा सुन्नु चाहिँ भयो है अहिले हाम्रो डेस्टिनेसन पुरा हुनला होइन अब 2 मिनट छ 2 मिनटमा पुगिन्छ हामी हैन 2 मिनटमा दिनदिनै होइन नि त डाइट नाइटसम्म गरेर पहिला यहाँ आउनु चक्राबाट दिस इज नट म भए सक्दैन पानी पऱ्यो त यो त बर्खा लाग्छ दसैँ भयो यहाँ नि हिले दसैँ भयो नि त नेपालमा भनेको यहाँ पनि त्यस्तै ग्रेटर भ्याली अब झन्डै अब रेस्टुरेन्ट छ अरे हाइवे छ कि भित्र कता खाजा हामी त सिटी इन गरी सिटी हो नि के भ्याली इन गरी भन ल बाबु यो नयाँ ठाउँ हो र तिमीलाई आएको ल 7 वर्ष भएन नयाँ ठाउँ र म 7 महिना कहिले के कुरा आएर होइन नयाँ ठाउँ त होइन तपाईँ आयो होला रेस्टुरेन्ट अझै लोकेसन देखायो कि त्यो माथि झन्डै छैन साइड लाउ न एउटा कतै फेरि बालुवातिर हाल्यो हो त बाहिर बाटोभन्दा बाहिर राख होइन अनि फोन गरौँ बस भाइ कहाँनिर हो र यो झन्डै यो त्यो भ्याली ग्रेटर भ्याली के हो रेस्टुरेन्ट दसैँमा खाएर भोलि लगाइसक्यो होइन इच्छा खाएर भन्दा हो मलाई के भन्नु मामाले के भन्नु छ मामालाई त आँखा पिरो भयो कि पिरो भयो अरे के हजुरले अनियन काट्नुभयो क्या त्यहाँको चाहिँ यो के भन्छ केमिकल रिएक्सन हो कि केमिकल रिएक्सन
जमरा यहाँ नि किन्छ जमरा कहाँ त्यहाँ फुल छ यो मलाई त्यहाँ सुन्दै दिएको मम्मीले इधर आओ बेटा यहाँ बैठो कालबहादुर सुरु गरौँ है त डाँडा काँडा ढाकौँ भन्नु मिलेन नि जस्तो भोस् आँटेको पुगोस् तपाईँ राम्रो हुँदैछ मलाई नि गर्नु पर्यो एउटा गाई र म त लास्टै भागेर रहेछ कहाँबाट सुरु म यताबाट सुरु गरेँ आशीर्वाद दिनु खासै आउँदैन आँटेको खोज्नु अनि के भन्छ कसो गर्नु भन्छ ढङ्ग नि छैन खासै सबैलाई मैले लगाइदिन्छु कि फेरि मान्छे लाउनु त निकेको होइन त्यस्तो नेता खाली त कहाँ हुनु पर्छ नि अनि मनमा नै आशीर्वाद दिएँ मैले ए यहाँ त भिडियो भइरहेको छ नि त भोलि युट्युबमा आउँछ नि त अब दिदीहरू सच्ची हो कहाँ हुन्छ सिलबेटलाई के हुन्छ पहिले यो भाले जात्रा किनाउनु बच्चालाई चिलबिटलाई सम्भव छ म हजुरलाई के दाइको फोटो यो अलि धेरै हालिदिएछ कि पानी कि दाइलाई आशीर्वाद सोचेको सबै पुरा होस् आयो दशरथ त्यसरी यस्तो खाले आशीर्वाद म पाएँ त ल खोइ नि यहाँ दाइको र मामाको फोटो यसो ल यहाँ त्यो हुँदा पनि कुल भएर रिल्याक्स चुप्प लाएर बस ओके ल कालीलाई चाहिँ आशीर्वाद दिनु पर्दाखेरि ल मेरो छोरालाई छोरीलाई दिनु पर्यो छोरी यहाँ दाजु त छोरी छोरीलाई वाउ आइज त वेट पहिला टिका अनि बल्ल टिकी लाउनु वाउ हेर त भाइले टिकी लगाएको What's up, guys? What's up, YouTube? That's a celebration, right? Tika. आदि होला ल्यान्डिङ्स 200 मिटरमा ल्यान्डिङ्स रहेछ गाडी जस्तो क्या आनन्द बस्दैछन् के त्यो हिसाब हानेर के गर्नु यो अब भन्नाले अब अहिले चाहिँ अब यहाँबाट हो फोनबाट अनि यो दुईटा चाहिँ कनेक्ट हुन्छ सँगै हजुर सिकाउन के हो टिच मी ब्रदर आउने के होइन मलाई
दोस्त ट्राइपोड लिएर आएको होइन तेरो जिममा त एलाउड छ होइन ट्राइपोड ट्राइपोड त आएन सिकेँ भोलि एउटा मलाई चिन्न नदे बिहानको 6:30 भएको छ अनि जे होस् हिजो चाहिँ हाम्रो महान चाड दसैँ थियो होइन दसैँ बनाएर आज चाहिँ म त्यसको नेक्स्ट डे चाहिँ घर फर्किँदैछु अराउन्ड 2.5 आवर्सको ड्राइभ गरेर घर जाँदैछु ओभरअल दसैँ चाहिँ रमाइलो भयो होइन भेटघाट भयो अनि खानपिन पनि भयो जो हुन्छ नि एकदम फेस्टिभल भाइब्स थियो अनि के अरे यसैमा पनि हाम्रो दसैँ भनेको चाहिँ एकदम बिग फेस्टिभल नै हो नेपाल होइन ब्याक होम त्यही भएर पनि मजा आयो होइन अनि जस हामी चाहिँ बिहान पख टिका लगायौँ अनि त्यसपछि चाहिँ खाएर तास खेलेर होइन तास त्यस्तो खासै खेल्न आउन्न होइन त्यो जुतपत्ती हो कि के हो खेलेर अनि त्यसपछि फेरि 1 घन्टाको ड्राइभ गरेर हामी ग्रेटर भ्याली गयौँ अनि त्यहाँ गएर पनि टिका सिका लाग्यो अनि अर्को दाइ गाउँ पनि थियो साथीको अनि त्यहाँ चाहिँ घर बस्यो अनि त्यसपछि बेलुका बसेर घर फर्क्यो अनि पछि फेरि त्यही गफसप गर्यो सबै थाकेको थियो त्यही त हो सुत्यो अनि जोस् टाइममै सुतेर अनि टाइममै उठेर चाहिँ म घर फर्किँदैछु अब सकेसम्म चाहिँ 8 बजे गएको राम्रो हो म घर अनि फेरि 9 बजेको काम भ्याउनु छ होइन अहिले चाहिँ हजुर वन्डर गरिराख्नु भएको छ भने होइन यसले किन यो कामको जर्सी लगाइरहेको छ भनेर मनमा चाहिँ त्यो म सकेसम्म यतैबाट काम भ्याउँछु भनेर भ्याउँछु भनेर सोचेर जान लाग्यो त्यही हो अनि गएर काम गर्नु छ अनि स्पिड काम 9-3-5 टु क्लोज होइन फक द्याट काम मन नलागे पनि गर्नुपर्ने अहिले चाहिँ म पोडकास्ट सुन्दै गइरहेको छु होइन यो लङ ड्राइभमा चाहिँ गाना भन्दा पनि आई प्रिफर पोडकास्ट किनभने जे होस् हुन्छ नि एकदम नलेज पनि गेन हुन्छ अनि अन टप अफ द्याट के अरे हजुरको कम्युनिकेसन स्किल्स पनि धेरै थोरै त्यस्तो वाइल्डै त होइन तर हजुरले हुन्छ नि धेरै थोरै इम्प्रुभ गर्न सक्नुहुन्छ अनि जे होस् अब पोडकास्टहरू चाहिँ मैले सुन्नु पोडकास्ट भनेको द डायरी अफ सियो अनि क्रिस विलियमसन एन्ड्रु हुबरमन अनि इन्डियनहरूको नै सुनिरहन्छु 1-2 जनाको होइन राज समानी र अर्को के हो बिर्सेँ मैले त्यही हो म अहिले ड्राइभ गर्दैछु अब चाहिँ अब घर भन्दा पनि काममा गएर अनि काम ब्रेकमा आएर अनि जे होस् खानसाना बनाएर खानुपर्छ होइन फेरि ब्याक टु ट्र्याक हुनुपर्छ होइन अब हिजो दसैँमा के खायो होइन यो सब निकाल्नुपर्छ है त आयो हजुरको दसैँ पनि बवालै भयो होला भिडियो चाहिँ अन्तिमसम्म हेरेर मन पराइदिनुहोस् र त्यो लाइक सेयर र सब्सक्राइब बटन पनि मिल्छ भने सब्सक्राइब के अरे लाइक सेयर र सब्सक्राइब पनि गरिदिनुहोस् हुन्छ नि बल्ल आउँछ मजा सुरु गरौँ गप्सा अनि आउँछ मजा भने जस्तै हो क्या सागरले ल है त अहिलेको लागि यति नै फेरि म हजुरको सामु चाहिँ नेक्स्ट टाइम केही भ्लग लिएर आउने वाला नै छु सो स्टे ट्युन विथ मी त्यति बेलासम्म पिस आउट फर नाउ एन्ड साइनिङ अफ MP Explos